गाइस हाम्रो आमाहरु त यहाँ आमालाई हेर्नु आज आउनु भएको थियो र गाइस यहाँ घुम्नु हुँदैछ आमाहरु दुई जना र आमा त बिमार हुनुहुन्थ्यो त्यसले गर्दा हेर्न आउनु भएको हेर्नु होला है गाइस यहाँ त मेडिटेसन रुम छ छेसम छ र आमाले छेसममा ढोक गर्नु भयो हाम्रो आमाहरु यस्तो राम्रो हुनुहुन्छ है थालिहाल्यो यहाँ त छेसम रुम अनि मेडिटेसन मान्छे जताबाट जेबाट जस्तो गरे पनि हुन्छ है तर गर्नु त पर्यो नि भगवानसँग लिङ हुनु नै एकदम गर्नु त पर्यो र यहाँ त प्रेरणालाटी आमाहरु घुम्नु हुँदैछ यहाँनिर आज ठुलाहरुको घिउ कुमारी हो यो पर्यो घिउ कुमारी ठुलाहरुको घिउ कुमारी ल हाम्रो आमा झुला खेल्नु हुँदैछ ल खेल्नु खेल्नु बस्नु बस्नु साइडमा एकजना बस्नु अर्को आमा टिएपी टिएपी बस 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 नानी बस बस के भयो ल झुला खेल्नु मजा आयो आमा अलिक पछाडि चढ्न पछाडि जानु त लड्नु तपाईँ लु खै हाम्रो अर्को आमा त भाग्नु पर्छ अन्त फेरि के भएको हाम्रो आमा टाप गर्नुभएछ हौ बसुको भ्लगमा आउनु मन परेन के हो हेलो गाइज म चाहिँ बसुको बुहारी सोनी तामाङ हजुर सोनी तामाङ पनि आज आउनु भएको छ एकदम फुर्सदमा माथितिर गएको छ नि यहाँ नि आलुको झ्याङ लु आलुको झ्याङ कम्ती पानी लाग्छ यो फुललाई के रोपेको रहेछ उयो यहाँ आलु फल्छ फलिरहेको छ त अन्त माटो हालेपछि फलिहाल्छ माटो हालेछ यहाँ फुलबारी नजिक छ क्या यहाँ पत्ता ल्याउनु मान्छेले राम्रो छ है पर फुलबारीमा हेर्नु त पर फुल यहाँ त दामी फुल भइरहेको छ है परेको फुली परेको फुल राम्रो दामी बहुत राम्रो आलु कति किलो फलेको होला एक डङ फलिरहेको होला है आलु फल्छ यसमा त अब 10 किलो जति फलिन्छ फल्छ नि 5 किलो जति यो 5 हेर्नु यही करेला काँक्रा सब रोपिरहेको छ ए धनियाँ ला 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 हेलो गाइस यहाँ हेर्नु होला आमा र छोरीको अनुहार हेर्नु होला एउटै सेम हामी दुईजना त्यही पहिलाको जिनुको एकदम आमा छोरी साख्खे आमा छोरी र यो जिनुमा पनि भेट्यो हेर्नु होला है अनुहार ठ्याक्कै मिल्छ मिल्दैन भन्नु होला ओके न कमेन्ट गर्नु त लु आमा छोरी ठ्याक्कै भेट्यो है कति बात भेट्यो है गाइस अब आमाहरू जानुहुन्छ अरे आमाहरू जाने अरे पुदिना हेर्नु होला गाइस पुदिना हेर्नु होला सनसेट पनि भइरहेको छ अब एकदमै रात पर्दै गयो त्यसले गर्दा सनसेट हुँदै गयो हाम्रो आमाहरू एकदम सबैजना साथीहरू भेटेर एकदम खुसी भएर बसिरहनु भएको छ र हाम्रो यहाँ आमा त बिमार हुनुहुन्थ्यो र आमालाई हेर्नु त यहाँ आमाहरू आउनु भएको हेर्नु होला सबैजना आमा तपाईँ ठिकै हुनुहुन्छ आमा ठिकै हुनुहुन्छ
ठिक छ होला मेरो आमाहरू सबैजना यसरी नै सबैजना यसरी नै हाँसी खुसी बस्नु होला र यतानिर हुनुहुन्छ हाम्रो दिदी एन्ड बुहारी उपर पेना लाठी बुहारीले चाहिँ पुरा मान्छे चिनेको छ ल लु अब हाम्रो बिदाबारी भएको यहाँनिर सबैजना ल पेना लाठी के सुन्नु भने फाटो कुराहरू राम्रो छ देख्यो अब त हाम्रो बिदाबारी भएको आमाको आउनु आमा लु बिदाबारीको बेला भयो र आमा कुसुमको सासू आउनु भएको थियो त आन्टी मामलाई हेर्नु आन्टी माम भनेको त प्रेरणा लाठीको चाहिँ आमा बिमार हुनुहुन्छ उहाँलाई हेर्नु आउनु भएको थियो त्यसले गर्दा अब चाहिँ बिदाबारी लिएको बिदाबारी लिने मान्छे पछाडि छ हामी पो अगाडि लाग्छ झरेकै छैन छिटो झर्नु होला छिटो 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 यता के पो लागेको ल हुन्छ ल हाम्रो आमा झर्नुहुँदैछ र अब आमा आज पूजामा पनि आउनु भएको थियो र आन्टी मामले हेर्नु आउनु भएको थियो र अब आमाको बिदाबारी भयो आमा जानुहुन्छ यो त स्कुल हो हेर्नुला स्कुल छ होइन यता मलाई स्कुलहरू देखाउनु हुँदैछ है प्रेरणा लाठीले यो प्रेरणा लाठीको स्कुल तल त ठुलोहरूको रुम छ है हेलो यहाँ देख्नुहुँदैछ हजुरहरूले यहाँ त कृतिका के पो नाम के पो आकृति शर्मा उसको घर त एकदम टाढो यहाँदेखि धेरै टाढो तर बिचरा पढ्नुको लागि यहाँ बसेको ठिकै छ पढेको कति साल भयो तिमी यहाँ बसेको 2 साल र म यहाँ बसेको 2 साल भयो तर तिमीलाई 2 सालमा तिमीलाई कस्तो लाग्यो यहाँनिर मजा लाग्दैछ अलिकति दुःख पनि लाग्दैछ घर छोडेर आउँदा ए दुःख मान्नु हुँदैन आफ्नो भविष्यको लागि टाढा बस्दा केही हुँदैन दुःख मान्नु हुँदैन डोन्ट वरी तिम्रो भविष्य उज्जवल बनाउनुको लागि तिमी यतिको टाढो केही होइन मान्छे कति सयौँ टाढो बस्छ र केही हुँदैन है ठिकै छ जिन्दगी यस्तो हो दुःख माग्दै माग्दैमा पनि त्यस्तै बस्नुपर्छ ल अब हामी त जानेछौँ अन्त यहाँनिर छ हल छ त स्कुलको हल छ यहाँनिर है मेरो साथीहरूको स्कुलको हल यहाँ छ के गर्नु अब सानो छैन नि आमा ए प्रोग्राम हलले पिङ खेल्नु चाङ पिङ खेल्नु र यहाँ त नानीहरूको लागि पिङ छ है पिङ छ अब हामी खेल्नु पर्यो होला नि होइन नानीहरू छैन अहिले ला 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 साथिया ये तूने क्या किया मैंने किया तेरा इंतजार इतना करो ना मुझे प्यार साथिया ये तूने क्या किया हेर्नु होला मेरो चाङ पनि मलाई एकदम खुसीसारले हल्लाउँदैछ है म त अब नानी भएर खेलेकै इतनी मोहब्बत सह न सकूंगा बिन तेरे जिंदा रह न सकूंगा अब त हाम्रो बिदाबारी भएको आमाको आउनु आमा लु
बिदाबारीको बेला भयो र आमा कुसुमको सासू आउनु भएको थियो यता आन्टी मामलाई हेर्नु। आन्टी माम भनेको त्यता प्रेरणा लाठीको चाहिँ आमा बिमार हुनुहुन्छ, उहाँलाई हेर्नु आउनु भएको थियो। त्यसले गर्दा अब चाहिँ बिदाबारी लिएको बिदाबारी लिने मान्छे पछाडि छ, हामी पो अगाडि लागेको छु। झरेकै छैन, छिटो झर्नु होला, छिटो 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 छिटो। यो त के पो लाग्यो हुन्छ ल, हाम्रो आमा झर्नुहुँदैछ र अब आमा आज पूजामा पनि आउनु भएको थियो र आन्टी मामले हेर्नु आउनु भएको थियो र अब आमाको बिदाबारी भयो, आमा जानुहुन्छ। यो त स्कुल हो, हेर्नु होला स्कुल छ होइन उयो तक मलाई स्कुलहरू देखाउनु हुँदैछ है प्रेरणा लाठीले। यो प्रेरणा लाठीको स्कुल, तल त ठुलोहरूको रुम छ। हेलो, यहाँ देख्नुहुँदैछ हजुरहरूले, यहाँ चाहिँ कृतिका के पो नाम के पो आकृति शर्मा। उसको घर त एकदम टाढो, यहाँदेखि धेरै टाढो, तर बिचरा पढ्नुको लागि यहाँ बसेको। ठिकै छ, पढेको। कति साल भयो तिमी यहाँ बसेको? 2 साल। र म यहाँ बसेको 2 साल भयो। तर तिमीलाई 2 सालमा तिमीलाई कस्तो लाग्यो यहाँनिर? मजा लाग्दैछ, अलिकति दुःख पनि लाग्दैछ घर छोडेर आउँदा। ए दुःख मान्नु हुँदैन, आफ्नो भविष्यको लागि टाढा बस्दा केही हुँदैन, दुःख मान्नु हुँदैन। डोन्ट वरी, तिम्रो भविष्य उज्जवल बनाउनुको लागि तिमी यतिको टाढो केही पनि होइन। मान्छे कति सयौँ टाढो बस्छ र केही हुँदैन है। ठिकै छ, जिन्दगी यस्तो हो, दुःख माग्दै माग्दैमा पनि यस्तो बस्नुपर्छ। ल अब हामी त जानेछौँ। अन्त यहाँनिर छ हल छ यता, स्कुलको हल छ यहाँनिर। मेरो साथीहरूको स्कुलको हल यहाँ छ। के गर्नु अब, सानो छैन नि आमा। ए प्रोग्राम हलले पिङ खेल्नु, चाङ पिङ खेल्नु। र यहाँ त नानीहरूको लागि पिङ छ है। पिङ त अब हामी खेल्नु पर्यो होला नि होइन, नानीहरू छैन अहिले। ला 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 साथिया ये तूने क्या किया, मैंने किया तेरा इंतजार, इतना करो ना मुझे प्यार।